हेलो फ्रेन्ड्स नमस्ते हजुरहरु मेरो नयाँ भिडियोमा धेरै स्वागत छ र लास्ट भिडियोमा चाहिँ हामीले सानो सानो नानी बाबुहरुलाई आफ्नो घर पठाउँदै थियौं र मैले यो भिडियो त्यहीबाट कन्टिन्यू गर्छु। खुसी मिस बाइ सानो सानो सर्मिसहरुलाई चाहिँ घर पठायो किनभने उहाँहरुको घर अलि टाढा थियो। त्यसपछि हाम्रो पालो भनेको लास्ट गेम मिस्ट्रियस गेम। छिटो आउनु त ल गेम खेल्ने लास्ट गेम। यहाँ चाहिँ नम्बरहरु छ 1 देखि 40 सम्म। हरेकले आफ्नो लागि एउटा नम्बर भन्नु एक एक जना गरेर। 37 7 40 र पालै पालो 1 देखि 40 सम्म जसले जुन जुन नम्बर चुज गर्नुभएको थियो उहाँहरुको लागि त्यही नम्बरको गिफ्टहरु तयार थियो। टाइम हामीसँग बहुत छ। हस्तान्तरण गर्दैछु म ताली 2 ल एकछिन राख्नु है 2 लक्की है ल 2 लक्की है ल ताली सानो भयो नि त्यहाँ अहिले नखोल्नु है कसैले नहेर्नु 4 आउनु ल 5 आयो ल रुक्नु 4 आउनु 4 यति आस्ते 9 पनि तयार भएर बस्नु है 9 यतिसम्म सुनेर बस्ने नि त 9 खै ताली 9 छैन होला नि 10 ताली पहिला सरप्राइज छ है सरप्राइज छ है ताली त्यसैगरी सबैलाई आफ्नो नम्बरको गिफ्ट पनि बाँड्यौं र यो गेमको असली मजा चाहिँ अब सुरु हुन्छ। यो भनेको यो गेमको रहस्य मिस्ट्री र मिस्ट्री थाहा पाउन भन्दा पहिला हामी बचेकोले पनि नम्बर चुज गर्यौं। मलाई 19 मलाई थाहा हैन केमा के छ मलाई थाहा हैन ल 20 सरको 19 हैन ल 20 सरले के माग्नुहुन्छ है ल मलाई थाहा हैन ल म 16 त्यसलाई के पठाइदिनु त ल दिव्या मिस के लिनुहुन्छ 31 42 दिदी कुन लिनुहुन्छ ल 24 दिनु त दिव्या मिसलाई अनि यो गिफ्टहरुमा चाहिँ परमेश्वरले हरेकलाई दिएको एउटा सिक्रेट मेसेज थियो। अब आफ्नो त गिफ्टको त चिप खोल्नु त्यो चिपमा चाहिँ एउटा मेसेज छ त्यो मेसेज चाहिँ कसरी नपढ्नु है त्यो ठ्याक्क निकालेर तयार गर्नु कसैको चाहिँ भित्र छ गिफ्ट खोल्नु त कसैको चाहिँ यसमै छ यो निकाल्नु त गिफ्ट जे पनि छ तर मेसेज चाहिँ हजुरहरुको लागि परमेश्वरले दिएको है हरेकलाई अननोन मेसेज छ है ल सबैले पढेर सुनाउने हो है त्यो मेसेज ठ्याक्क राख्नु त ल सबैले आफ्नो नम्बर याद गर्नु है अब छै मेसेज भित्र पनि हुन सक्छ है यो भनेको मिस्ट्री ल 1 आउनु त यहाँ 1 को 1 आउनु 2 तयार भइहाल्नु है तिमी मेरो इच्छा पूरा गर तिम्रो इच्छा म पूरा गर्नेछु मेरो विश्वास गर ल हजुरको लागि है यो मेसेज ल 2 3 तयार हुने है तिमी हरेकको प्रेरणा बन्ने छौ तिमी हरेकको प्रेरणा बन्ने छौ है ल तिम्रो मार्ग सहजै उज्यालो हुनेछ ल अझै 4 बोल्ने है 4 तिम्रो प्रार्थना म सुनिसकेको छु र यसको जवाफ पनि पक्कै पाउने छौ ल ल प्रार्थना सुनिसक्नु भयो है पिताले ल तिमी असम्भवलाई सम्भव बनाउने छौ ल संसारमा तिम्रो विवेक्षमा भए पनि म तिम्रो पक्षमा खडा छु यु म्याटर मोर देन यु रियलाइज जब तिमी शान्त हुन्छौ तब तिमीले मेरो आवाज सुन्छौ तिम्रो हरेक समस्याको समाधान छ मेरो विश्वास गर तिमी जहाँ पुग्छौ प्रेम र सम्मान तिमीलाई हेर्नेछ यु क्यान मेक एनिथिङ स्पेशल तिम्रो भविष्य चम्किलो आशाले भरिएको हुनेछ तिमीले धेरै चुनौतीहरू पार गर्दै उज्यालोको भविष्य बनाउनेछौ जीवनले तिमीलाई रमाइलो अवसरहरू दिनेछ र तिमी त्यसलाई पुरा गर्न सक्षम हुनेछौ जो हल्ला गर्दैन त्यो नै बुद्धिमान है अब तिमीलाई ढिलो भए जस्तो लागे पनि मेरो समय सही छ तिमी त्यो मान्छे हो जो हाँस्दा वरिपरि हाँस्न बाध्य हुन्छन् हो कि हैन ल तिमीमा त्यो क्षमता छ जसको क्षमताले तिमी संसार विजय प्राप्त गर्छौ तिमी खास छौ किनकि तिमी जस्तै अरु कोही छैन 19 है मेरो है अब मैले तिमीलाई सत्यको बाटो देखाइसकेको छु मेरो हात नछोडी चल तिम्रो जीवन तिमीले
कल्पना गरेको भन्दा पनि ज्यादा सुन्दर छ। 20 मैले सबैलाई एउटै कुरा भन्छु है मनले मैले के होइन यहाँ आउनुभन्दा अगाडि होइन यस्तो उहाँले गिफ्ट राख्नु थियो नि त अनि मैले कस्तो प्रे गरेको थिएँ पितालाई मलाई सानो गिफ्ट भने पुग्छ न तर तपाईँहरू सबैलाई होइन पिताले सबैलाई क्या गिफ्ट दिइसक्नु भने मागेको थिएँ होइन त्यसको होइन पर्सन कस्तो रुन मन लागेको थियो तिमीलाई थाहा छैन तिमीमा हिरा भन्दा पनि बढी चमक छ तिमी अझ बलियो बुझ्दा र प्रकाशन व्यक्तिको मालकिन बन्ने छौ तिमी जे सोच्छौ त्यसको क्षमता तिमीभित्र छ तिमी जे सोच्छौ त्यसको क्षमता तिमीभित्र छ ल। तिमी कल्पना गर तिमीलाई कस्तो जीवन चाहिएको छ तिमी इमान्दार भएर चल तिम्रो कल्पना मैले सत्य साबित गरेर देखाउने राम्ररी सुन्नु ल तिमी धैर्य गर हरेक कुराको जवाफ म सही समय आएपछि दिनेछु मेरो तिमी मेरो आँखाको नानी हौ 27 तिमी मेरो आँखाको नानी हौ परमेश्वरले भनेको है तिमी मेरो आँखाको नानी हौ भनेर बुझ्यौ। तिमीले सोचेको भन्दा पनि धेरै भाग्यमानी छौ तिमी बलियो छौ बिर्सन हुँदैन। उठेर भनिदिनु तिमी भन्नु सपना ठुलो राख र हरेक दिन त्यसतर्फ अघि बढ। हिम्मत तिमी भित्र छ प्रकट गर तिम्रो लागि मैले ठुलो योजना गरेको छु तिमी निरन्तर अघि बढ्दै जाऊ बढ्ने कि नबढ्ने बढ्ने माया माया लायो भने निरन्तर हुँदाखेरि पढे सुनाइदिनु त म्याम है तिम्रो सबभन्दा ठुलो शत्रु नै तिम्रो रिस र अहंकार हो। हामी सबको लागि हो यो सबैको लागि है हेरि 35 हेर्नु सबैको लागि परमेश्वरले दिएको मेसेज नै हो। तिम्रो सुन्दरता त बाहिर होइन तिमी भित्र छ र सबैलाई हो कि हैन मिसको हो दुईटा ल ल ल लक्की तिमी जुन कुराको खोजीमा छौ त्यो तिमीले सांसारिक जीवनमा होइन कि मेरो आत्मिक राज्य पिताले भनिसक्नु भयो तिमी सुन्दर मात्र होइन अनमोल छौ है तिमी आफैमा चमक है आज तिमी आफैमा चमक हौ ल हो 5 मिनेट दाइ 2 मिनेट है तिमी जस्तो मान्छेले मुस्कान पनि होइन प्रेरणा पाउँछौ तिमी जस्तो मान्छेले मुस्कान मात्र होइन प्रेरणा पाउँछौ ल हो अन्धकारमा तिम्रो प्रकाश चम्किन्छ माय ब्युटिफुल गिफ्ट सबलाई यसै देखाउन यु आर मल्टी ट्यालेन्ट। ल अब चाहिँ हामी यहाँबाट निक्लेको। कतिको उत्साहित हुनुहुन्छ कतिको उत्साहित मिस कतिको उत्साहित ल अनन्या मिस कतिको उत्साहित पिताले सेल्जा मिस कहाँ जानुभयो सेल्जा मिस कतिको उत्साहित हुनुहुन्छ यो मिस्ट्री गेम खेलिसकेपछि सबै एकदम उत्साहित हुनुभएको थियो। क्या रे अचम्मै परि नरिने र छिटो गाडीमा पनि चढ्यौँ। पिताले दिएको गिफ्ट हेर्नु है सङ्गीता मिठाई पनि अब मलाई त्यो पनि कस्तो राम्रो परेछ। कुराको खोजीमा छौ त्यो तिमीले सांसारिक जीवनमा होइन कि मेरो आत्मिक राज्यमा पाउने छौ भनेकै त तपाईँलाई मलाई हेर्नु न काजल के अरे मैले तिमीलाई सत्यको बाटो देखाइसकेको छु मेरो हात नछोडी चल तिम्रो जीवन तिमीले कल्पना गरे भन्दा पनि ज्यादा सुन्दर छ पिता। मलाई चाहिँ यो गिफ्ट परे है तर मलाई यसको आवश्यक पनि थियो। कतिको उत्साहित हुनुहुन्छ धेरै नि अनि यहाँ चाहिँ सबैले आफ्नो गिफ्टहरू हेरिरहनु भएको थियो। गिफ्ट त केही होइन म्यासेज म्याटर गर्छ क्या मैले सोचेकै पर्छ जस्तो छ है गाइज ल यो मलाई प्याकिङ गर्दा नि मन परेको थियो
त्यसपछि हामीले बाटोमा आउँदा बसमै बर्गर पनि खायौँ र त्यो भिडियो चाहिँ मसँग छैन। थ्याङ्क्स फर वाचिङ, सी यु नेक्स्ट भिडियो, बाई बाई, किप लभिङ, किप सपोर्टिङ। र हामी फेरि भेट्ने छौँ यस्तै रमाइलो भिडियोहरूको साथमा। बाई बाई।